आज अलिक तातो मौसम भएर यसो कुखुराको खोरमा के गरी खाँदैछ भनेर हेर्नु आएको। यो चाहिँ मेरो सानो चिकन फार्म हो। सबै पोथी मात्रै पालेको छु हेन। अहिले घाँस लाएर आएको। कुखुराले साह्रै मजाले खान्छ नि हरियो घाँस यसरी। कुखुराको लागि यस्तो यो कुखुराको खोर यो। भर्खर ल्याएको पाउन अलिक डराइरहेछ। खोलेर चाहिँ ल ल ल ल ल भाग्छ त पुरा। यो चाहिँ निखुर कालै अन्डा पार्छ। मासु पनि कालै भएको कुखुरा यो चाहिँ खाइरहेछ। यो चाहिँ लेस अन्डा चाहिँ साह्रै पर्छ। यिनीहरूले पनि घाँस दिएको खाइरहेछ। यो चाहिँ खै कुन खालको कुखुरा हो, पुरा शिर पनि छ, खुट्टाभरि भुत्ला छ। घाँस पनि मजाले खाइहाल्छ। खै जुरेली जस्तो छ शिर पनि। अन्डा हिजो भर्खर टिपेको, आज पारे कि पारेन भन्दा दुईवटा त पारेछ है, त्यो एउटा पुरानै हो। यस्तो काम गर्छ। कुखुराको चारो चाहिँ म यहाँ राख्ने गर्छु। यस्तै चारो गाउँबाट ल्याएको, ग्राइन्ड गरेको मकै। यो भनेको गाउँ हो। यो ट्र्याक्टर सप्लाईबाट ल्याएको भुस दाना सबै मिक्स गरेर दिनुपर्छ। यो खालको चाहिँ मसिनो। यो चाहिँ कुखुराको अन्डाको ओथ्राको लागि हो। सबै मिक्स गरेर दिनुपर्छ। अहिले चारो हालिदिइसकेको। भुत्दै खेलिरहेको छ त्यो जिउ चिलाएछ। काली भुत्दै खेलिरहेछ। Chickens can't fly, only taking a photo. Okay. Chicken, come. Chicken, come. You can get एकछिन चर्न निकाल्दै थिएन यसलाई धेरै समय पछाडि। यसको साथी त निस्किनु मानेको छैन, यही मात्रै निस्क्यो। Look, I see it. I see another black one.
चिकनको खेल्ने टाइमै यो चाहिँ बुधबुधै खेलिरहेको छ I was in my room and then I look outside and I see go down the roof. पर कुदिरहेको छ टोबी चाहिँ आइज आइज के भेट्यो अहिले के को हड्डीले नि अर्को पर चटिरहेको छ Like me. I'm going to do a trick. यिनीहरूको टाइम पास जस्तै दिनभरि लड्यो मजाले चाहिँ गर्दैन बिस्तारै जिस्केको चलिरहन्छ यिनीहरू दिनभरि यो चाहिँ हाम्रो सानो चल्ला यो ट्र्याक्टर सप्लाईबाट ल्याएको यसलाई बाहिर जाडो छ त्यही भएर चाहिँ घरभित्र लिएर यसो राखिहिँडेको भट्टामा यसलाई अलिक तातो फर्केपछि बाहिर लानुपर्छ समर टाइमतिर मसिनो ल्याएको निकै ठुल्ठुलो भइसकेको छ है चल्ला